Good morning everyone. आज मेरो मर्निङ ब्लग हो। आज म स्कुलमा डान्स गर्न जाने हो अनि रिजल्ट पनि हो अनि अब है म डान्स पनि गर्ने हो। डान्स नआउनु छ भने लाइक गर्नु, कमेन्ट गर्नु, शेयर गर्नु। अहिले पछि ल रिजल्ट के हुन्छ डर लागिरहेछ। के गर्नु, फेल हुन्छु पास हुन्छु। गाइस अब म पानी खाँदैछु। तातो पानी छ यहाँ, तातो पानी। म जहिले पनि बिहान बिहान तातो पानी खान्छु नि। एउटा के अरे दुधभरिको है, एउटा आन्टी दुधभरिकै आन्टीले मलाई ओरेन्ज वाला चक्लेट दियो। म बिहान बिहान खाँदैन थिएँ। अनि के अरे राजेन्द्र प्रसन्न अर्को पिनी थियो अनि म उसलाई दिएको नि। म अब जङ्क फुड खाँदिनँ नि। पेट दुख्छ मलाई, अघि बिहान बिहानै दुखेको थियो मलाई। अब खाऊँ ल। सेलाई पनि सोको होला हैन। मेरो डान्स सबैले हेर्नुहोस् ल। अघि त्यस्तो थियो नि मेरो कपाल, अहिले हेर्नु कर्ली। मेरो कपाल कर्ली। अब म उतो रेड कलरको जामा लाउँछु। अब अनि जान्छु म मेकअप गरेर। म यहाँ लिपस्टिक लाउँदिनँ नि, मेरो लिपस्टिक लगाएर आउटफिट छ। म लिप बाम लाउँछु। यहाँ लिप बाम लाउँछु म। बेबीहरूले है के थ्याङ्क यू। अब गाइस म स्कुलबाट कस्तो देखिरहेको छ। प्रिन्सिपल सर आदरणीय महेश थापा ज्यू, त्यसै गरी भाइस प्रिन्सिपल सर उमेश पौडेल सर, त्यसमा पनि हाम्रो अब जुन म्यामहरू हुनुहुन्छ त्यो लेभल पढाउने उहाँहरूले पनि धेरै अहोरात्र खटेर जुन आफ्नो भूमिका निभाउन चाहन्छु। उहाँको गीतको बोल रहेको छ रुकुममै कोटा। हजुरहरूले जोरदार ताली बजाइदिनु होला।
मनको कुरा चाहिँ खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखामा पोखिने गीतैको बाटमा रुको my गोटा रुको my गोटा रुको my गोटा रुको my गोटा आँखा नि राम्रै हो पगनी एउटा साना विद्यार्थी भाइ बहिनीहरूको पढाइ मात्रै होइन यस विद्यालयले सकेसम्म सिकाउने कुराहरूमा केही पनि कसुर बाँकी राखेको छैन। Sunday, Monday, Tuesday, Wednesday, Thursday, Friday. We go to school every day. Saturday is a holiday.
धन्यवाद सम्पूर्ण भाइ बहिनीहरूलाई। अब